आज हाम्रो अफिसमा उहाँ पहिलोचोटि अपन स्वर्ग नेपाल कला संस्कृतिको अफिस जुन बहुभाषी हिमालको पहाडको तले जुन एकै ठिकामा हामी कला संस्कृति विभिन्न जात र जातिलाई जोड्दैछौँ। उहाँ चाहिँ मन्त्री भएको कृषि मन्त्री पहिलोचोटि हाम्रो अफिस आउनुभएछ र हामी उहाँलाई केही कुरा भनिदिनुहुन्छ भने कि हाम्रो यो बहुभाषा बहुनीतिको विषयमा 1 सेकेन्ड 2 सेकेन्ड 5 सेकेन्ड केही छ मन्त्री? नमस्कार हजुर। अब धेरै कुरा भन्नु छ तर चाहिँ अहिले तत्काल चाहिँ यो हाम्रो बहुभाषिक यो अपन स्वर नेपाल कला संस्कृतिको हाम्रो एउटा पूर्ण मित्र हाम्रो एकदमै सँगै सहकारी भएर हामी अगाडि काम पनि गरेको र उहाँले जुन अहिले थाल्नु भएको छ एकदम महत्त्वपूर्ण छ र यो जुन बहुभाषिक जुन सबै मिलाएर उहाँ अगाडि बढ्नुपर्छ त उहाँलाई म शुभकामना दिन चाहन्छु र मैले उहाँको यस प्रतिभालाई अगाडि बढाउनेमा मेरो साथ सहयोग रहनेछ भन्ने म शुभकामना दिन चाहन्छु। धन्यवाद। र यो 2026 मा फागुन 2 गतेको इन्टरनेसनल मतलब स्वसात राष्ट्रको हामी इनरबामा कार्यक्रम पनि गर्दैछौँ। सामान्यतः अडिट कार्यक्रम यो इनरबामा सत्यनारायण सभा हलमा गर्दैछु। यसको आयोजना उहाँलाई अब के छ हामी एउटा पत्र दिन गइरहेको छु। मन्त्रीजीलाई पनि हामी प्रमुख अतिथिको रूपमा हामी स्वीकार गर्न चाहन्छौँ किनभने एउटा जुन परिस्थिति देशमा भइरहेको छ जात जाति यो त्यो कता के भइरहेछ हामीलाई थाहा छ। हामी कलाको सूत्रबाट हामी समाजको एकता बन्धनमा लानु तयारी गर्दैछु। मन्त्रीले हामी किसिमको पत्रहरू पनि दिनेछौँ। आज हामी इन्टरनेसनल अवार्डको जुन रूपमा हामी यसले देशव्यापी रूपमा गर्दैछौँ निर्वाहमा सम्मानित अवार्डित विभिन्न विधाका 64वटा विधामा मन्त्रीज्यू हामी नेपाल सरकारको दस्तावेजमा यो कुरा मैले भेटिनँ कताखेरि देखिनँ। यो विषयमा हामीले प्रदेश यो अन्तर्राष्ट्रिय इन्टरनेसनल अवार्ड इनारमा हुन गइरहेछ फागुन 2 गतेको। उहाँलाई मन्त्रीजीले पहिलो मेरो एकदम मनले आज प्रमुख अतिथिको रूपमा उहाँलाई म पत्र आमन्त्रण गर्न यो पत्र उहाँलाई हस्तान्तरण गर्दैछु।